बिस्तारै हजुर यहाँ सातो खाइदिन्छ तिनीहरूले सातो खाइदिन्छ यार खाली बिस्तारै नगर्नु त यार होइन के कसम त्यो कुकुरहरूले हजुर रियाक्सन बढाइदिनुहुन्छ कि भगवान कसम हाई गाइज वेलकम ब्याक इन आवर युट्युब च्यानल आज चाहिँ फेरि हाम्रो डे 14 हो क्या पारसको डे 6 आजको हाम्रो डे 7 ओ सरी डे 7 आजको एक्सर्साइज चाहिँ हाम्रो रनिङ छ टाइम चाहिँ 5:41 भयो पारस यहाँ छ पुरा आउटफिटका साथ यो तर जाडो लास्टै छ कि टु बी अनेस्ट मलाई उठ्नै मन थिएन होइन यस्तो अल्छी लागिरहेको थियो राति 11 बजी सुतेको होइन अनि के भन्छ अरे 11 बजी सुतेर यस्तो अल्छी लागिरहेको थियो निन्द्रा लागेर थियो ल जय धरती माता ल जाम ल आजको रनिङ हाम्रो कहाँ हुन्छ पारस अब शीतल चोकतिर जाम काकासम्म पुग्न सक्छ शीतल चोक होइन यहाँबाट शीतल चोकबाट मङ्गलपुरै पुग्ने हो अस्ति मङ्गलपुर गएको मङ्गलपुर लास्टै लामो हुन्छ कि मङ्गलपुर त पुग्ने तर मङ्गलपुरबाट ठ्याक्कै यो भित्र स्यान्डीहरू बसेर हुन्छ नि त्यहाँबाट भित्र छिरेर प्रगति शिक्षा सदन भएर यहाँ निस्किने अब उहाँमा हल्का उहाँमा गरौँ अनि त्यसपछि उहाँमा सँगसँगै चाहिँ हाम्रो त्यो मेन रोड पुगेपछि चाहिँ हाम्रो कन्टिन्यू हुन्छ ल अब बिचमा हामी जोडिँदै गर्छौँ ल बाई बाई लास्टै जाडी छ वरिपरि उहाँमा पुल्ना छ फ्ल्यासै कसै भयो त्यहाँ चालु छ म त धरतीको ठुलो तिमी ठुलो मान्छे हुनु दिगे कि हेर्दा लौ यो किमाको यहाँ तिज रोड पुगिसक्यौँ शीतल चोक पुग्दैछौँ होइन क्या ठिक छ यहाँ अगाडि राम्रो माहौल छ तर हिजोभन्दा अस्तिभन्दा त छैन अस्तिको 6 बजी निस्क्यो हुन्छ 6 बजीभन्दा छ आज अर्ली मर्निङ भन्दा हाम्रो फाइट तर पछि मर्निङ स्मल रनिङ इज बेनिफिसियल अब शीतल चोकबाट दौड्छौँ है हामी अहिले चाहिँ वार्म अप मात्रै हुँदैछ 81 दौडिरहनु होइन क्या भन्नु तपाईँलाई जान्ने सुन्ने मान्छे त मोबाइल चलाउन यहाँ कहाँ पुग्छ यसो हो कि तपाईँ जान्ने सुन्ने मान्छे हामीले क्या सम्झाउनु पऱ्यो थियो क्या मान्छे हजुर अब त्यसैले अब डाइरेक्टली उहाँसम्म दौड्नुपर्छ डाइरेक्ट हामी लगभग कति किलोमिटर होला लगभग 5 किलोमिटर टार्गेट छ रामपुर जाने हो त रामपुर गएर रामपुर खै यसो गरौँ जहाँ लाइट छ त्यही जाउँ यताबाट हेरौँ कहाँ लाइट छ होइन यदि यतातिर लाइट छ भने यतातिर जाऊँ यदि उतातिर लाइट यतातिर हुन्छ कि म अस्ति यहाँतिर गइसकेँ तर फास्ट टु बी अनेस्ट अब यो शीतल चोकमा आइपुग्यो हाम्रो 108 बनेर महाराज कुद्दै भइसिन्छ हेलो हामी त कुद्यौँ तपाईँ कहिले कुदै खानुहोस् पछाडि सो दाइ उता पुगिसक्नु भयो सब कुदाउँदै अलि फास्ट कुदाउँ अलि एम्बाप्पे स्टाइलमा कुदाउँ 6 बजेपछि बन्द भइहाल्दो रहेछ क्या अनि त्यही भएर आज हेर्नु फ्लोर लाइट भन्दा पनि ट्युब स्टेडियम भन्दा पनि उज्यालो छ यहाँ अब के गर्ने क्रिकेट खेल्ने मान्छे पाइदिएको भए यहीँ खेलिन्थ्यो होला हाम्रो यहाँ गुम्बा आइसकेका छन् गौतम बुद्ध भगवानको भाग मिल्का भाग यो अस्तिभन्दा जाडो छ क्या तर यो एकछिनै पसिना भएछ दुख्दैछ अलिअलि साइड गाडी आइरा तर पनि कुदिन्छ यस्ता छाती दुख्नले त के दुख्ने
कुदेरै त छाती दुख्या हो नि त घरमा बसेर सुतेर मोबाइल चलाउनेहरूलाई के छाती दुख्यो तिनीहरूको त ढाड दुख्छ मङ्गलपुर है हाम्रो श्री 1008 महाराजको विदेश छिँदैछ अब हामी we are going into the streets किनभने अब भित्र चाहिँ हुँदैन स्ट्रिट लाइटहरू होइन ठाउँमा भइरहन्छ छैन त्यति साह्रो अहिले चाहिँ कति बजी हेर्नु त अस्तिकै ऊ त्यहाँ ओह्रालोको ठाउँमा पुगिसक्यौँ हामी ओह्रालो कटेर नि तर आज चाहिँ के थाहा भयो भने चाहिँ हुन त शरीर हल्का एक्सर्साइज गर्ने मुडमा अपडेट भइरह तर हामी आज बिस्तारै दगुर्यौँ सुरुमा वार्म अप गऱ्यौँ बिस्तारै दौड्दाखेरि यहाँसम्म पुग्यौँ लगभग हामी 2.5 किलोमिटर प्लस चाहिँ हामीले कभर गरिसकेका छौँ पारस है आलु ल आज चाहिँ के सिक्यो भने चाहिँ बिस्तारै गर्ने वार्म अप गरेर गर्ने लगभग टार्गेट पुगिसकेको छ पसिना नि आइसकेको छ गर्मी भएर अनि अब के अरे हो होइन गर्मी पसिना आज चाहिँ हामी सर्टकट यो बाटो निस्किने हो होइन हामी आज नमुना चोक नजाने हो लामो हुन्छ कि अब यो सन्देशहरूको रुम निस्किने ठाउँ छ नि प्रगति शिक्षा सदन स्कुल ल जाम तर यहाँ होइन हामीसँग लाइट छ नि त ल आज चाहिँ लाइट चाहिँ यता खै कस्तो नदेखे ल गाइस यही हो म त पुरा मुस्लिम जस्तो देखिया छु क्या पसिना भइसक्यो ल गाइस पछाडि चाहिँ रेड देख्दै हुनुहुन्छ भर्खर सनराइज हुँदैछ अस्ति मैले क्याप्चर गरेँ भिडियो चाहिँ उ त्यो ठ्याक्कै उ त्यो स्ट्रिट लाइटको मुनिबाट यस्तो राम्रो देखिन्छ केही दिनपछि त्यही हो अगाडि चाहिँ कतिको अँध्यारो छ अनि उता चाहिँ यहाँदेखि सनराइज हुँदैछ अनि यहाँ चाहिँ अँध्यारै छ यहाँ मान्छे हामी मोबाइल नचलाउनु भनेर हामी स्न्यापच्याटमा मोबाइल चलाएर पठाउँदैछु कि अरे मान्छेलाई मोटिभेट गर्न पर्यो नि त यसो सबै हेरिदियो होइन मैले एकजना आफू गर्थेँ मैले आफूले गर्दा पारसलाई जोडेँ यही भिडियो हेर्दा मान्छेले एकजना मोटिभेट भयो भने त त्यो ठुलो कुरा हो चेन्ज हुनु भनेको त लास्टै ठुलो कुरा हो कि ठुलो कुरा मात्रै होइन लास्टै ठुलो कुरा हो कि अहिलेको टाइममा जुन किसिमको एडिक्सन हुन्छ त यसो हो कि मैले आफू गफ दिइराख्दाखेरि पनि म त्यहाँ छुट्टो छैन होइन मोबाइल मेरो मेन एडिक्सन हल्का चाहिँ त्यो मोबाइल चलाउँछु पढाइको मध्ये हो सोच्यो भन्दा कम हुन्छ कि जुन तर मैले एक्सर्साइज गर्ने भने नि यही कुराले हो कि एक्सर्साइज गरिन्छ शरीर थाक्छ बेलुका निन्द्रा राम्रोसँग लाग्छ जब शरीर थाक्छ त्यसपछि डाइटको कुराहरू होइन राम्रो खाना बस्छ शरीरलाई राम्रो चाहिन्छ भन्ने मेन्टालिटी हुन्छ त्यो भइसकेको छ मेन कुरा मोबाइल छोड्ने हो कि मोबाइल छोडिन्न कि ल हामी चाहिँ यहाँ यसो अँध्यारो छ यो बिहान आज अस्तिको भन्दा छोटो छ है आज चाहिँ हामी त्यहाँबाट तल गएर नमुना चोक के अरे त्यो सहित रामलखन चोक भएर नमुना चोकबाट निस्केको थियौँ भनेपछि आज चाहिँ लगभग आज चाहिँ हामी बिचबाट नै निस्कियो अब दौड्न सक्ने होइन हिँड्नु अब हिँड्ने हो त्यत्रो भन्दा त्यतिकै वेस्ट किन गर्ने के भन्छ हामीले शीतल चोकदेखि मङ्गलपुर लगभग 1.5 किलोमिटर चाहिँ लगभग त्यति चाहिँ हामी बिस्तारै हजुर बिस्तारै